सँगसँगै जाँड रक्सी खाँदै एकदमै यहाँको स्थानीयलाई हैरानी गर्ने, सार्वजनिक स्थलहरूमा छाडा रूपमा बस्ने त्यस्ता व्यक्तिहरूको उद्धारको लागि उनीहरूलाई सम्झाइ बुझाइ फेरि पनि यसरी सडकमा नआउनको लागि भनेर हामी अलि यहाँ उद्धार कार्यलाई अगाडि बढाउँदै बागलुङ बजारमा आएका दुईजना बस्नुहोस् है भित्र घर जानु घर पठाउने त नि मेरो भाइहरु घर पठाउने हो तिमीलाई नाच्यौ न घर पठाउने हो गौरी अगाडि राख्नुस् के गाडीमा हाल्दैछ लट्ठी गाडी झ्याल खोल्दिनु बाटो देखाउनु है तिमी काम गर्ने मान्छे जान्ने बुझ्ने मान्छे हैन यिनीहरूलाई लगेर राम्रो जाने के यसको झन् इलाज हुन्छ के हस्पिटल गयो घर पठाए पनि यो मान्छे हेर त कस्तो कमजोर भएको छ औषधि उपचार चाहिदैन औषधि त गरिरहेको छु नि गर्न सक्छ गरिरहेको छु नि त अपरेसन गर्नु पर्यो भने सुस्त भनेर कान्छो छोरा हुन्छ अघि पनि सबै परिवारको बारेमा चाहिँ त्यो ढोकानमा हो नि उपचार गरेर ल्याउने भनेपछि नि अनि के झन् खुसी हुने हो गरे चम्चो बनाएर ल्याउने होला कि उपचार गरेर ल्याउने जिम्मा हाम्रो भयो ल तिम्रो दुईजना राम्रोसँग बस सडकमा नबस सडकमा सुत्छौ अनि घर सुत्दैनौ यताबाट अदालत रोड जाने अदालत रोडबाट उता जाने गाडीमा जाने कि घरमा को हुनु त घरमा को हुनु घरमा छोरा हुनुहुन्छ इन्फर्मेसन निकालेर आवाज केही भएन मलाई घर पठाइदिने सफाइ गरेर घर ल्याउनु आइदै गरेर घर ल्याउनु बुझाइदिनु अरे सर भाइ उठा उठा तपाईँ नआतिनु है माथि जाने गइगाई पनि घर जाने घर छ मेरो हैन ल भन्नु कोकोलाई पिसाब आगो